साथीहरु आजको ब्लगमा चाहिँ म मेरो पेसेन्जरलाई लिएर जाँदैछु माउन्ट एभरेस्ट। म चाहिँ अलिक दिन चुपचाप बस्ने केही नगर्ने भनेर सोचिरहेको थिएँ, तर एक्कासी मलाई बिहान बिहानै फोन गरेर उठाउँछु त हामीलाई माउन्ट एभरेस्ट जानको लागि छिटो छिटो लिन आइज पो भन्छ नि त। अब पेसेन्जरले बोलाइसकेपछि नजाने कुरै भएन। न त हो पनि अहिले गर्मीको मौसम छ, गर्मी छल्नको लागि पनि जानु त पर्यो नि, रमाइलो पनि हुने, पैसा पनि आउने। कुरै कुरामा चाहिँ म पेसेन्जर भएको ठाउँमा पनि आइसकेको छु। ल त पेसेन्जर महानुभावहरु आरामले गाडीमा चढ्नु होला, उल्टी आए प्लास्टिक माग्नु होला। अनि चाहिँ पेसेन्जरलाई राम्रोसँग सम्झाइ बुझाइ गरेर चाहिँ म यहाँबाट हिँडिसकेको छु। अनि मैले यो ढोका खोलेर गाडी कुदाउनुको कारण के हो भने भोला चपेरा छु नि त, बेला बेला थुक्नु पनि पर्छ नि त। र मेरो गाडी चाहिँ एकदमै फोहोर हिलामे भएको छ, यसलाई त धुनु पनि पर्छ। अनि यसो सोचिरहेको थिएँ, अगाडि साइली दिदीको खेत देखेँ, यहाँ पानी जमिरहेको देखेपछि मैले गाडी यही छिरेँ। अब ग्यारेजमा गएर धुम भने पैसा लिइहाल्छ, यसो पैसा त जोगाउनु पर्यो नि। अहिले फेरि साइली दिदीले देख्नु भने मार्छिन भागिहाल्नु पर्यो। अनि म चाहिँ मेरो गाडीलाई एकदमै सँगले साइली दिदीको खेतबाट धोएर त्यहाँबाट निस्किसकेको थिएँ। अनि म चाहिँ गाडी कुदाइरहेको थिएँ, अनि गाडी रोकेर यसो हेरेको त दुईटा चक्का देखेँ गाडीको। अनि मैले यसो चालमेल बुझेँ, वरिपरि हेरेको कोही मान्छे पनि थिएन। अनि फ्रीको माल गोजीतिर हाल छोड्नु हुँदैन भने अनि चारैतिर हेरेर चक्का उठाएर भागे। दुईटा चक्कालाई हाले मैले डिकीमा, गाडी रन्काए फुल स्पिड सिटी त होइन गाउँ हो, तर मैले रिम्स मिलाउन मात्रै भनेको है। अनि चाहिँ हामी बिहानको भात खाने एउटा होटलमा आइसकेका छौँ र सबै पेसेन्जरहरू भात खाने होटलमा गइसकेका छन्। 10 मिनटमा भात खाएर आउनु होला है त। अनि चाहिँ सबै पेसेन्जरलाई सम्झाइ बुझाइ गरेर चाहिँ म एउटा होटलमा भात खान आएको छु। अनि भात सात खाएर चाहिँ एउटा रुखमुनि मुत्न आएको छु। ल मेरो मुत्ने काम सकिसकेको छ, यहाँ धेरै बस्नु हुँदैन, अलि खेतवाला आएर फेरि मलाई मार्छ। मेरो खेतमा आएर मुच्छस्, तुली सुली काट्दिन्छु है म। ओ आन्टी माफ गल्ती भयो, अबदेखि यस्तो आन्टीको खेतबाट मुतेर के अलि पर आएको थिएँ, हाइवेमा आएपछि त एउटा बरफवालाको साइकल देखेँ। ओ बरफवाला भैया पख बाबु पखमा आउँदैछु न बाबु, कुन फ्लेभरको बरफ खान्छौ? बनाना फ्लेभर कि स्ट्रबेरी फ्लेभर? अंकल तपाईँ जुन फ्लेभरको दिनुहुन्छ म त्यही खाना तयार छु। अनि चाहिँ अंकलको बरफ खाएर गाडी कुदाउँदा कुदाउँदै राति पनि भइसक्यो। अनि राति गाडी कुदाउन खतरा हुन्छ नि त, अनि मलाई निन्द्रा पनि लागिरहेको थियो, अनि हामी त्यो दिन त्यतै बस्यौँ। हेलो साथीहरु, गुड मर्निङ। नेक्स्ट डे भइसकेको छ र मेरो पछाडि हेर्न सक्नुहुन्छ यहाँबाट देखिरहेको छ सगरमाथा, र हामी सगरमाथाको एकदमै नजिक पनि आइसकेका छौँ। र हामी हिजो राति यो होटलमा बसेका थियौँ। अब बिना बकचोदी बिना म गाडी स्टार्ट गरेर यहाँबाट निस्किन्छु, किनभने हामीले सगरमाथा गएर हिउँ पनि खेल्नु छ, अनि बेलुका छिटै घर पनि फर्किनु छ। त्योभन्दा अगाडि चाहिँ यहाँबाट गाडी निकाल्न चाहिँ एकदमै अप्ठ्यारो छ क्या गाइस, यति साँगुरो बाटो बनाएको छ। तर तपाईँहरूको दाइ हेभी ड्राइभर भएर चाहिँ जसो तसो गरेर यहाँबाट गाडी पनि निकाले। अनि मौसम पनि सफा थियो, अनि यही मौसमलाई देखेर चाहिँ म गाडी एकदमै फुल स्पिडमा रन्काइरहेको थिएँ। तर मौसमलाई मेरो स्पिड देखेर ढा भयो, एकैछिनमा पानी पर्न थाल्यो। यो पुलमा आइसक्दा त यत्रो ठुलो बाढी आइसकेको थियो कि लाग्थ्यो कि यो पुल नै भत्काएर लान्छ। तर हाम्रो भाग्य बलले थियो, जत्रै बाढी आए पनि त्यो पुललाई बगाएर लग्यो। अगाडि हेर्नु न, सिसामा केही पनि देखिया छैन, त्यत्रो जोडले पानी परिरहेछ भने। अहिले चाहिँ हामी हिँड्दै हिँड्दै अफरोडिङमा आइसकेको छौँ। अफरोडमा आउँदा पनि मैले गाडीको स्पिड भन्ने चाहिँ कम गरेको छु। नोरा फताइको जस्तो चाप हल्लालाई गाडी कुदै पनि मैले गाडीको स्पिड चाहिँ कम गरेको छु। फुच्चे गाडीहरू पनि सानमा हिँडिरहेको थियो, तर पनि मैले फुच्चे गाडीहरूलाई भाउगति पनि ओभरटेक गर्दै अगाडि बढिरहेको थिएँ। अफरोडले गर्दा पनि कन्ट्रोल गर्न अप्ठ्यारो भइरहेको थियो। मेरो ठाउँमा अरूको ड्राइभर हुनुहुने, यतिखेर त्यो मान्छेले खाडीमा गाडी हाल्छ। अब तपाईँहरूलाई त थाहा छँदैछ नि, म भनेको 10 वर्षको एक्सपिरियन्स ड्राइभर हो। अनि चाहिँ केही घन्टाको सफरपछि चाहिँ हामी हिउँ परेको बाटोमा आइसकेका छौँ। अब यहाँदेखि चाहिँ सगरमाथा धेरै टाढा छैन। ती माथि भिड हेर्नु न कस्तो छ, यहाँबाट गाडी चिप्लियो भने 1 मिस गेम फिनिस हुन्छ। मसँग हिडन ट्यालेन्ट छ, हेर्नुहुन्छ तपाईँहरू। ड्राइभर बाबु के गरेको, गाडी किन पल्टाउन खोजेको, हामी मर्छौँ बच्चा। अरे आन्टी यही त हो नि मेरो हिडन ट्यालेन्ट, मैले तपाईँलाई देखाउन खोजेको कुरा यही त हो नि। बाबु हिउँ खेल्ने ठाउँ आएन त, अझै कति छ। अब आउन आँटो आन्टी, तपाईँहरू चिन्ता नगर्नु है त। आन्टीहरूलाई सम्झाइ बुझाइ गरेर चाहिँ म गाडी एकदम स्पिडमा रन्काइरहेको थिएँ। ला कहाँबाट रुखहरू आयो, ला ब्रेक लगा ला ब्रेक पनि लाग्दैन, ब्रेक फुल भयो कि क्या, लु बल्ल ब्रेक लगाएर बाँच्यौँ होइन। यो गाडी झरेको एकदमै सगरमाथाको तल तराईमा पुगेर लु सबैजना हिउँ खेल्नलाई झर्नु होला, छिटो एकछिन के बोला, गाडी त गुल्ट्यो त, लौ रोकौँ। अनि चाहिँ गाडी गुल्टिन थालेपछि चाहिँ म अगाडि बसेर स्टेरिङ सम्हाल्ने भएको, गाडी त साथीहरु हाम्रो अर्को भिडियोमा भेट हुन्छ कि हुँदैन, यो भिडियोमा लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्नु।